Hello everyone, welcome back to my blog. I hope तपाईँहरू सन्चै हुनुहुन्छ अनि म पनि फिट एन्ड फाइन छु। अनि आज चाहिँ हामी एउटा नयाँ काम गर्नको लागि हिँड्दैछौँ। अनि काम भन्दा पनि आज फन हो। अनि आज चाहिँ हाम्रो पिकनिक डे हो अनि रमाइलो गर्नको लागि मसँग आदरणीय दाजु खड्का दाजु हुनुहुन्छ। हाम्रो दाजु यहाँ हुनुहुन्छ अनि हामी चाहिँ ल है त हामी दुईजना चाहिँ अलरेडी स्टार्ट गरिसकेको छ जर्नी। ल हेर्न सक्नुहुन्छ तपाईँहरू है। अब बराइनको सबै कुराहरू देखाउनु त अब टाइम लाग्छ पनि अनि राम्रो पनि त्यस्तो सिनहरू त देखिँदैन। सो तपाईँहरूलाई चाहिँ जब ठ्याक्कै हाम्रो डेस्टिनेसनमा पुग्छ अनि तपाईँहरूलाई देखाउने नै छौँ। अन्टिल तपाईँहरूले चाहिँ वेट गर्नुपर्ने हुन्छ है त। ओके एभ्रिवान, हामी चाहिँ आइसकेका छौँ आज पिकनिक डेमा। हामी सबैजना हामी चाहिँ ग्रुपमा छौँ अनि हाम्रो चर्च मेम्बर हामी टन्नैजना छौँ। अनि बहराइनमा अनुग्रह नेपाली टिम सबैजना चाहिँ आउनुभएको छ है। अनि म तपाईँहरूलाई देखाउन चाहन्छु कतिजना आउनुभएको छ भनेर सर्र नजर म तपाईँहरूलाई देखाउने छु है। भित्रको एरिया चाहिँ यस्तो छ है, म तपाईँहरूलाई देखाउँछु कतिजना आउनुभएको छ दाजुभाइ दिदीबहिनीहरू। लस्सी हेरौँ है त। ल चियाको तयारी गर्दै हुनुहुन्छ दिदीबहिनीहरू यता चाहिँ। अनि यहाँ चाहिँ अब नास्ता खाने बेला रहेछ। सबैजना चाहिँ नास्ताको लागि तयारीमा। कतिजना चाहिँ खाँदै पनि हुनुहुन्छ, कतिजना रेडी पनि हुनुहुन्छ। राजा साहब यता चाहिँ हाम्रो राजा साहब हेर्नुहोस्। राजा साहब हामी होइन यस्तो छ अनि मेमोरी चाहिँ दिदीखेरि मुस्कुराइरहनु भएको छ कि यो चाहिँ ओभर बजिरहेको छ। यहाँ चाहिँ बाहिर चाहिँ यस्तो रहेछ, यो स्विमिङ पुल चाहिँ यस्तो प्रकारको रहेछ। जय मसी आन्टी मजाले रोटीहरू बनाइराखेको अवस्था छ। ल हेर्नुहोस् बाहिर जय हाउरियो यस्तो छ है अवस्था। ल हेर्नुहोस् यो चाहिँ स्विमिङ पुल रहेछ। स्विमिङ पुल चाहिँ यस्तो टाइपको रहेछ हेर्नुहोस् है। ल हेर्नुहोस् दिस इज माई फर्स्ट टाइम होइन। सो फर्स्ट टाइम आएको हो म चाहिँ यो ठाउँमा। म चाहिँ लाइफमा कहिले पनि यसरी हिँडेको छैन। पहिला हिँडेको भन्दाखेरि पहिला मलेसियामा हुँदाखेरि चाहिँ एकपल्ट दुईपल्ट हिँडेको थियो, तर यो चाहिँ मेरो सेकेन्ड टाइम हो। अनि यो लोकेसन चाहिँ यस्तो टाइपको रहेछ, यु क्यान सी गाइज। अनि आज हामी यहाँ आनन्द मनाउनेछौँ, फन गर्नेछौँ। यस्तो छ है। यता चाहिँ आदरणीय पास्टरजी हुनुहुन्छ, उहाँ चाहिँ हुनुहुन्छ हाम्रो अनुग्रह मण्डलीको आदरणीय गुरुबा। अनि गुरुबा अनि आज के छ स्पेसल यहाँ? आज हामी छुट्टीको बेला परमेश्वरलाई महिमा गर्नेछौँ। अनि परमेश्वरलाई महिमा गर्दै आज हामी यो स्विमिङ पुल देखिरहनु भएको छ। हामी पौडी खेल्नेछौँ, विभिन्न गेम्सहरू खेल्नेछौँ अनि आज रमाइलो गर्नेछौँ। आज यो छुट्टीको यो माहौलमा हामी कतै पनि निराशा हुने छैनौँ। हामी एकदम रमाइलो गर्नेछौँ। म भ्युअर्सहरूलाई यही भन्न चाहन्छु, छुट्टी मिल्छ तपाईँहरूले परमेश्वरको महिमा गर्नु नछोड्नुहोस्। आफ्नो सङ्गति, आफ्नो दाजुभाइ दिदीबहिनी, आफ्नो मण्डलीका हरेकसँग गएर चाहिँ एउटा परमेश्वरको महिमा या त सृष्टि हेर्ने यो कुराहरू तपाईँले गर्नुहोस्, घुम्नुहोस्, रमाइलो गर्नुहोस् र जे कुरा गर्दाखेरि परमेश्वरको चाहिँ महिमा होस्। जयमसी दाजु के छ त? अनि आज के को हो नास्ता चाहिँ के को हो? आज एकदम स्पेशल नास्ता छ, ब्रेड छ होइन, चना छ। हजुर धेरै खुसी लागेको छ। आज हामी ईदको पहिलोचोटि हजुर स्विमिङ पुलमा छौँ। हामी अनुग्रह चर्चबाट छौँ, हामी भेला भएर छौँ। यसरी भेला भएर उत्साह छौँ, धेरै यति आएको छ कि यति आनन्द छ कि आउने दिनहरूमा पनि यसरी नै हामी सबै भेला भएर छौँ, उत्सव मनाउन सकौँ र परमेश्वरलाई धन्यवाद दिन सकौँ। अहिले कुन ठाउँमा हो यो खास चाहिँ? अहिले यो चाहिँ हामी यहाँ अहिले जिद्दामा हो। ए मलाई नास्ता हो, धन्यवाद। अहिले पछि लिन्छु म, पछि होइन म एकछिन भिडियो बनाउँछु कि। सक्यो भने ठिक छ, हुन्छ धन्यवाद हजुरलाई। ल यस्तो छ हेर्नुहोस् है। अब अहिले चाहिँ नास्ता गर्ने बेला रहेछ। यसो एकछिन रेस्ट गर्न दैछ हुनुहुन्छ जयमसी हजुर, जयमसी ल हेर्नुहोस् है। यता चाहिँ हाम्रो ब्रदर समीर ब्रदरहरू हुनुहुन्छ है। रमाइलो यस्तै छ। म आफै पनि रोमान्टिक भइरहेको छैन किनकि नाइट ड्युटी भएको कारणले गर्दाखेरि रोमान्टिक हुन सकिरहेको छैन।
जयमसी दिदी, जयमसी गुरुआमा, अनि कस्तो फिल भइरहेछ यहाँ आएर? I'm very, very, very happy. After long time, धेरै पछि फेरि पनि यसरी प्रभुको महिमा गर्न पाएँ। उहाँको सृष्टिहरूलाई हेर्दै एकदमै खुसी छु। ए ओके, अनि आज के छ त स्पेसल यहाँ? स्पेसल आज विशेष गरी ईदको प्रोग्राममा हामी स्विमिङ गर्नु गइरहेका छौँ। सबैभन्दा पहिला त प्रभुको महिमा गर्नेछौँ, त्यसपछि स्विमिङ गर्नेछौँ, प्रेम भोज खानेछौँ, अनि फेरि आफ्नो आफ्नो गन्तव्यतिर फर्किनेछौँ। ओके ल, बिन्जु, say something about you want to say something? Take it this one, please speak it. Everything is good. I'm happy to be here. Let's swim and let's praise the Lord. What is the special for you here now? Everything is special for me. Everyone is very nice. I love everybody. ओके, थ्याङ्क यू। यस्तै छ हेर्नुहोस् है, यहाँ दाजुहरू चाहिँ रेडी भइरहनु भएको छ। अनि अब यस्तै छ, अब एकछिन पछाडि फेरि पानीमा हाम फाल्छौँ होला। त्यस पछाडि यहाँ पानीमा हाम फालेको पनि तपाईँहरूलाई देखाउने नै छु। अभियसली हेर्न चाहिँ नबिर्सिनु होला है त। यताहरू चाहिँ छिटाहरू यसो यसो फोटो खिच्नेवाला छन्। यस्तो छ है अवस्था। ल, यता चाहिँ हुनुहुन्छ एल्डरज्यू, अनि यता हुनुहुन्छ हाम्रो डिकनज्यू। डिकनज्यू अनि एल्डरज्यू, तपाईँहरूलाई कस्तो लागेको छ त आज? जयमसी सबैलाई। आज एकदमै हाम्रो ईदको पहिलो दिन हो रहेछ, त्यही भएर आज हाम्रो अनुग्रह मण्डली चाहिँ मिलेर आज हाम्रो एउटा सानो सङ्गति गर्नको निम्ति उपस्थित भएका छौँ र रमाइलो अनि परमेश्वरको महिमाको निम्ति प्रभुलाई धन्यवाद होस्। तपाईँहरूलाई पनि परमेश्वरले धेरै आशीष दिएको। जयमसी सबैलाई। ल हजुर डिकनज्यू, जयमसी भाइ, जयमसी। कस्तो लागेको छ तपाईँलाई? आजको दिन एकदम उत्साहको दिन। हामी यो ईद प्रोग्राम होइन, अब हामी यो छुट्टीको समयमा पनि हामीले चाहिँ यो दिनलाई चाहिँ हामी सदुपयोग गर्दैछौँ, प्रभुको महिमा गर्दैछौँ। अब केही समयपछि हाम्रो सङ्गति सुरु गर्ने छ। अब हामीले चाहिँ केही ब्रेकफास्ट गर्दैछौँ। प्रभुलाई धेरै धन्यवाद। जयमसी, के भन्नु छ हाम्रो भ्युअर्सहरूलाई, के भन्न चाहनुहुन्छ सन्देश? हाम्रो अमर भाइ चाहिँ अब भर्खरै ग्रहण गर्नुभएको छ। ओके, हामी उहाँलाई प्रश्न सोध्नेछौँ है त। भाइको लागि चाहिँ उहाँ एकदमै अमरज्यू, स्वागत छ तपाईँलाई है त। धन्यवाद, धन्यवाद। तपाईँ भर्खरै विश्वासी हुनुभएको छ। अनि तपाईँलाई कस्तो फिल लागिराखेको छ त? मलाई एकदमै खुसी भइरहेको छ। परमेश्वरको नजिकतामा जान पाउनु हजुर, एकदमै खुसी कुरा हो। त्यही भएर म भित्रैदेखि खुसी छु। तपाईँ येशू ख्रीष्टलाई पाएर खुसी हुनुहुन्छ? म परमेश्वर प्रभुलाई पाएर म एकदमै खुसी छु। ए, तपाईँलाई सर्टली प्रश्न गर्न चाहे, तपाईँलाई येशूको चाहिँ किन विश्वास लाग्यो? अब किन भने त्यसको त आएन, तर मलाई भित्रैदेखि एकदमै विश्वास लाग्छ। एकदमै विश्वास लाग्यो तपाईँलाई होइन? भनेपछि तपाईँको हृदयमा छोएको छ मेरो येशूको हृदयमा कुराहरूले। छोएको छ। येशूको वचनको कुराहरूले तपाईँको हृदयमा टच गरेको कारण तपाईँ जान्नुहुन्छ। वचनहरू ओके, धन्यवाद। यहाँ चाहिँ हुनुहुन्छ हाम्रो अनुग्रह मण्डलीका जवान छोरीहरू। खानामा एकदमै ल यल्ला के छ त? अनि कस्तो लागेको छ यहाँ आएर? भन न, स्पिक। हामी एकदमै खुसी छौँ किनकि कस्तो मेरो लागिरहेछ? चाहिँ पहिलो हो है, यो चाहिँ दोस्रो पहिलाको चोटि जान पाएन। अहिले चाहिँ एकदमै एक्साइटेड छु। म जस्तै रहेछ है एकदम। बहिनी, कस्तो लागिरहेछ? स्पेसल के छ त आज? केही स्पेसल छ त्यस्तो? लजाएको हेर न, लजाएको। भन न, के क्वेशन सोध्नु भयो? स्पेसल चाहिँ के छ त आज? के लागेको छ मनमा? आज एकदमै Are you happy? रमाइलो। या आइ एम सो ह्याप्पी, किनभने एकदमै खुसी रमाइलो आफ्नो चर्चको फ्यामिलीसँग आउटिङ हुँदाखेरि, अनि त यहाँ आएर पनि प्रभुको महिमा गर्न पाउँदा चाहिँ वी आर सो ब्लेसेड एन्ड ह्याप्पी। एन्ड I will question you now. I'll ask you question now. What question? How you are feeling today? Yeah, I'm very happy. म त धेरै खुसी छु। खुसी मात्र होइन, यहाँ पनि छ। हुन्छ, दुईटा कोचेरहनु पर्दैन। How's your experience? एक्सपिरियन्स यो चाहिँ मेरो फर्स्ट टाइम हो। पौडी खेल्न बाँकी नै छ है गाई। पौडी खेल्न बाँकी नै छ। बहिनी पौडी खेल्नै नखेल्ने हो, अहिले आउँछ। You love swimming? Sorry? You love swimming? I never swimming, but I want. You don't know how to swim. This is my first time. It means you don't know how to swim. You are asking a lot of question in English. I am no English. तपाईँलाई स्विमिङ गर्न आउँदैन? ओहो, म कहिले स्विमिङ गरेको छैन। भन्दाखेरि मलेसियामा पहिला एकपल्ट गरेको थियो, त्यति नै हो।
ल हेर्नुहोस् हाम्रो स्विट बहिनीले स्विट क्वेसन डु यु हेभ एनी क्वेसन I have more question, but ओके आस्क मी वन क्वेसन यु क्यान आस्क मी no. Like your first day today, right? तपाईँको फर्स्ट डे होइन आज? यस अन्त तपाईँलाई लाइक कस्तो एक्साइटेड छ मनभित्र? म एकदम एक्साइटेड छु बट अलि नर्भस पनि भइरहेछ किनभनेदेखि म पछाडि कहिले हिँडेको छैन पहिला एक दुईचोटि हिँडेको थिएँ अनि यो चाहिँ मेरो फन चाहिँ फर्स्ट टाइम हो त्यो भएकोले गर्दाखेरि चाहिँ अलि नर्भस पनि छु तर आम एक्साइटेड Okay. Okay, now done. डन यु हेभ अनदर क्वेसन No, I don't have that. यु क्यान थिङ्क इट अनदर क्वेसन इफ यु हेभ अनदर क्वेसन यु क्यान टेल मी आफ्टर No, I don't have ओके that. ओके थ्याङ्क यू Subscribe the channel, Okay. like, Okay. share, subscribe, guys. ओके ओके Come back again. ल थ्याङ्क यू ल हेर्नुहोस् दिदीहरू सन्चै हुनुहुन्छ कस्तो लागेको छ तपाईँहरूलाई यहाँ आएर कस्तो लागेको छ एकदमै खुसी लागेको छ खुसी लागेको छ ओके यो तपाईँको पहिला पनि आउनुभएको थियो कि पहिला पनि आउनुभएको थियो है भनेपछि तपाईँ एकदम इन्जोय गर्दै हुनुहुन्छ गर्छु सिस्टरलाई दिनुहोस् के भन्नुहुन्छ जय मसी वान्ट टु से समथिङ एकदम खुसी छु आजको लागि मलाई प्रभुले जुटाइदिनु भएको रहेछ यहाँ मेरो छुट्टी त थिएन तै पनि जुटाइदिनु भएको रहेछ प्रभुलाई धेरै धेरै धन्यवाद भएको होस् ओके धन्यवाद जयमसी ब्रदरहरू सन्चै हुनुहुन्छ हजुर एकदम सन्चै आरामै छु कस्तो लागिरहेको छ एकदमै रमाइलो छु रमाइलो लागिरहेछ है अब पहिलो बराइनमा आएर पहिलोचोटि यसरी सबैसँग सङ्गति गर्न पाएको छु परमेश्वरलाई धेरै धेरै धन्यवाद भएको होस् ओके जय मसी। आर यु एक्साइटेड हजुर एक्साइटेड हुनुहुन्छ एकदम एक्साइटेड छु ओके यता जाउँ यता जयमसी ब्रदर तपाईँको परिचय हजुर तपाईँको नाम हजुर तपाईँको परिचय नाम भन्ने मेरो नाम चाहिँ विशाल हो ओके तपाईँ कस्तो हुनुहुन्छ अहिले एक्साइटेड हुनुहुन्छ हजुर एकदमै म धेरै फर्स्ट टाइम हो हजुर भनेपछि स्विमिङ गर्न एकदम एक्साइटेड ओके थ्याङ्क यू हामी यस्तै यसरी हामी जान्छौँ सरी ओहो मैले यहाँ कुल्चिहाल्यो तैँले यस्तो राम्रो कुकुर लाग्यो हेलो ल हेर्नुहोस् नाम चाहिँ के थियो मैले बिर्सेँ जय मसी कस्तो लागिरहेछ दिदी रमाइलो अनुहार भन्दा नि कहाँ पुग्यो क्यामेरा त जय मसी हजुर हजुर कताबाट हुनुहुन्छ मेरो चाहिँ घर इलाम है त पशुपति इलाम? इलाम हजुर हजुर ए म त फर्स्ट टाइम देखिरहेछु हजुर 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 स्वागत छ है मेरो यो सानो भ्लगमा ट्राई गर्दैछु धन्यवाद जय मसी यति राम्रो क्युट हुनु ल ठिक छ ठिक छ ल है हाम्रो नानाहरू जय मसी नाना अनि तपाईँलाई कस्तो फिल भइरहेको छ त यहाँ आएर मलाई घर बिर्सेको छु हजुर घर बिर्सेको छु घर बिर्सेको छु घरमा घर बिर्सेको छु भनेको घर घर बिर्सेको छु किन किनभने यहीँ घर जस्तो छ नि त विदेशमा छु तर घरै जस्तो छ ओके मेरो नाना छ पहिला पनि यहाँ आउनुभएको थियो हँ? पहिला पनि यहाँ आउनुभएको थियो आएको थिएँ भनेपछि तपाईँ एक्साइटेड हुनुहुन्छ एक्साइटेड छु ओके थ्याङ्क यू प्रभुलाई धन्यवाद भएको होस्। सबैलाई अलिअलि नाम बोल्नु सबैजनालाई भ्याउँदिनँ होला बट ल हेर्नुहोस् यता चाहिँ हाम्रो युवाहरूको जमघट
टाढो गर्ने धार्मिकता स्थापित गर्ने कार्यक्रमहरू छन्, हामीसँग गेम छ, हामीसँग नृत्यहरू छ, स्पेसल गीतहरू हामी फेरि गाउनेछौँ। आजको दिनलाई रमाइलो बनाउनेछौँ। तसर्थ जे गर्छौ प्रभुको महिमामा अर्थात् उहाँको उपस्थितिमा गर। आमेन। तसर्थ हामीलाई हाम्रो आत्मिक मन पनि नभइकन हुँदैन, यो खुराक पनि खानुपर्ने भएकोले गर्दा हेलो गाइज, म चाहिँ पिकनिक गर्ने ठाउँको वासरुमतिर चाहिँ यस्तो अवस्था छ। अनि अब यहाँबाट चाहिँ अब हामी स्विमिङ पुलको भिडियो देखाउँछ है त।